ल फाइनल्ली म चाहिँ अहिले अमेरिकाको न्यू ह्याम्पसायर राज्यको यो हुक्सेट एरियाको एउटा दाइरको घरमा छु। वहीँ बस्छु। मैले यो हाम्रो ड्राइभवे सब हिउँ फालेर क्लियर गरिसकेँ। एउटा कुरा चाहिँ यहाँ एउटा बाजे बस्नुहुन्छ। उहाँको उमेर चाहिँ 82 वर्ष पुग्नुभयो उहाँ बाजे चाहिँ। यो अमेरिकामा पनि यतिको खैरे चाहिँ मैले फर्स्ट टाइम देखेँ कि यो बाजे जहिले छिटो उठेर हाम्रो हिउँ उसको फालेर पनि हाम्रो हिउँ फाल्नु भ्याउँछ। अनि उता त्यहाँ चाहिँ एउटा क्यामराम्यान बस्छ, उसको पनि फालिदिनु भ्याउँछ क्या। आज चाहिँ मैले बाजेलाई चाहिँ लिड गरेको छु। यति सहयोगी कि निक्लेर कति दिनु हो। I help you, man. I make exercise. Okay, I don't say anything. Yeah. Okay, good. अनि मैले फालिदिनु भनेको निक्लेर चाहिँ प्रतिक्रिया दिइसकेको छ। बाजेको बारेमा मैले कुरा गर्दै थिएँ। यो अमेरिकामा पनि यति हेल्पफुल मान्छेहरू छ कि अब कति बेला लाग्न सक्छ। तर यो बाजे बिचरा 82 वर्ष पुगिसक्यो। हाम्रो पनि हिउँ फालिदिनुहुन्छ क्या जहिले, यताको पनि फालिदिनुहुन्छ। आज चाहिँ मैले चाहिँ अलिक छिटो उठेर फालिदिएँ, धेरै खुसी लाग्यो। त्यही पनि होइन भन्दैछ होइन। यसरी हामी मानवताको भावना चाहिँ सारा संसारमा हुन्छ होइन। त्यसले गर्दाखेरि श्रमदानको एउटा चाहिँ सिद्धान्तलाई बोकेर म पनि बेल्चा गैँटी बेल्चा त होइन, अहिले चाहिँ चाहिएको बेल्चा समातेर यो बाजेको अब चाहिँ हिउँ फालिदिनु पर्यो। ठिक छ, यो पनि एउटा हाम्रो मानवताको एउटा चाहिँ आत्मीयता मिलनको एउटा राम्रो उदाहरण हो। त्यसरी एक अर्कालाई चाहिँ मानवता हराएको छैन यो संसारमा, जतिसुकै विकसित देशहरू भए पनि भन्ने एउटा चाहिँ उदाहरण सन्देश सम्पूर्णलाई राख्दै हामी जहिले पनि मानवता अनि एउटा हाम्रो आत्मालाई विश्वास गर्नुपर्छ। जिन्दगीमा जहिले पनि सन्तुष्ट हुनुपर्छ। आफ्नो आत्मा सन्तुष्ट